सबैजना रेडी बस अब। हे भगवान, क्वेसन सजिलो आएको होस्। मैले जे पढेको छु त्यही आएको होस्। मैले नपढेको आएको छ भने म तपाईसँग कट्टी गर्छु नि फेरि। अबे साले। ए चर्तेकोलाई नदेखाउ त, खुरुक्क गर्नु थाल। गर्छु के मिस, पर्खिनु न। मलाई क्वेसन पेपर हेर्नु डर लागेन छ के? क्वेसन पेपरमा चुडेलको चित्र छ र हेर्नु डर लाग्यो तलाई? छिटो छिटो हेर, गर्नु नभ्याउलास् नि फेरि। अच्छा कति न मैले सबै गर्ने जस्तो नभ्याउलास् भन्छ त यार। 5 मार्क्स त गर्न सक्छु कि सक्दिन? डोन्ट मेक नोइज, गर्नु थाल भनेको सुनेनौ? अरे बाप रे। एक्सक्युज मी मिस, यस पहिलो घन्टी भन्दा अगाडि तिर्खा लाग्यो भने पानी पिउन पाइन्छ कि पाइँदैन मिस? पाइन्छ पाइन्छ, किन तिर्खा लागेको हो र? होइन मिस, सोधिरहेको नि। भरे फेरि पानी पिउँदा पिउँदै तलबाट कपी खोजिदिनु भयो भने के गर्नु? मिस, यो क्वेसन नम्बर 2 ले के भन्न खोजेको बुझाइदिनु न मलाई। के छ क्वेसन भन त? व्हाट इज द मोलिक्युलर फर्मुला अफ वाटर? त्यति पनि थाहा छैन तिमीलाई? वाटरको मोलिक्युलर फर्मुला H2O हुन्छ। H2O? H देखि O सम्म लेख्ने हो मिस? होइन के, H त्यसपछि 2 त्यसपछि O। ए सुरुमा H त्यसपछि TWO2 अनि O? होइन के बुद्धु, सुरुमा H त्यसपछि नम्बर वाला 2 त्यसपछि O। ए बुझे मिस, बुझे। H2O होइन त? अनि H र O चाहिँ क्यापिटल हुन्छ कि स्मल हुन्छ मिस? क्या करूँ इसका? क्यापिटल हुन्छ के क्यापिटल? कस्तो केही नजान्ने बच्चा हौ। मिस, बच्चा चाहिँ नभन्नु ल। मैले बच्चागिरी गर्न छोडेको धेरै भइसक्यो।